यो भिडियो चाहिँ म जस्तै बुढा हुनेहरूको लागि है साथीहरू। 20 दिनमा त के गएर बसेको साथीहरू, घर आउँदाखेरि घरको हालत हेरिसक्नु छैन। लु हेर्नुहोस् त, जुत्ता जुत्ता ऱ्याकमा छैन साथीहरू। त्यो जुत्ता ऱ्याक बनाएको के काम। अब यहाँनिर ओछ्यानमा हेर्नु, यहाँ बेडमा कति सामान राखेको छ हेर्नुहोस् त। लुगा राख्ने दराजै नभए जति सबै लुगा थुपारेको छ बेडमा। अब बेडरुमको हालत पनि यस्तै होला। उ हेर्नु, टावेलहरू नुहायो, फुत्त बेडमा फालो, सबै त्यो डस्नै भिज्छ साथीहरू। त्यस्तो छ मेरो बुढाको पारा। माथि आए, किचन माथि छ नि त, अनि बाबुलाई लिटो बनाउने भनेर आएको, भोक लागेर रोइरहेको थियो बाबु। किचन पनि हेरि नसक्नु छ साथीहरू। डाइनिङ टेबलभरि के राखेको त्यो, कति सामान राखेको। अनि यहाँ हेर्नु न, ग्यासको हालत आमामामा। ग्यासमा त कहिलेदेखि युज नगरे जत्तिकै छ, ढुसी पलाएर साथीहरू। हेर्नु न, यो यस्तो अल्छी बुढा चाहिँ मेरै हो कि तपाईँहरूको पनि हुन्छ साथीहरू? मेन्सन गर्नु है त, हजुरहरूको बुढाहरू पनि यस्तै हुनुहुन्छ भने। आएर एकछिन बस्न पाइँदैन साथीहरू। आउने बित्तिकै लुगा खोलेर सरसफाइ गर्नतिर लागेँ म चाहिँ। अनि फेरि यस्तो किचन भएपछि नि साथीहरू, मलाई त्यो पकाएर पनि खान पनि मन लाग्दैन साथीहरू। केही छेउ त्यहाँनिर गयो भने पनि उल्टी आउँला जस्तै हुन्छ। अनि म त आएर सर 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 सबै सफा गरेँ साथीहरू। भाँडाकुँडाहरू पनि फेरि मस्काएँ। म हुन त मस्काएरै गएको थिएँ। जाने बेलामा चाहिँ एकदम क्लिन पारेर जान्छु साथीहरू। आउने बेलामा चाहिँ यो के भएको यस्तो, लु भन्नु त। घरमा मान्छे बसेपछि कमसेकम अलिअलि सरसफाइ गरेर पकाइधुलाई गरेर खानु पर्दैन? होटेलमा खानुहुन्छ साथीहरू, पकाएर पनि खानुहुन्न। लु, घरमा चामलै नभए जत्तिकै मेरै बुढा हो कि हजुरहरूको बुढाले पनि यस्तो गर्छ? लु भन्नु त। अनि डाइनिङ टेबल पुछेँ साथीहरू। अनि यो डाइनिङ टेबलको कभर हालेँ, बढार कुढार गरेँ, सरसफाइ गरेँ, अनि चिटिक्क बनाएँ साथीहरू। अनि भनेको, किन यस्तो गर्नुभएको, अलिक राम्ररी बस्नु, यस्तो घरको स्याहार सुसार गर्नु, बढारकुँडार गर्नु भनेको म जहिले गर्छु अरे साथीहरू। लु कति भन्नु, अब जहिले गर्नेको हालत यस्तो हुन्छ त भन्नु त साथीहरू। एकदम क्लिन हुनु परेन त? अनि हुन त छोरी मान्छे घरमा नहुँदा यस्तै हुन्छ होला साथीहरू। घरको लक्ष्मी भनेको छोरी मान्छे हो, घरको गहना होइन। गहनै नभएपछि त अब राम्रो देखिँदैन हुन त। लु यतिको चाहिँ मैले चिटिक्क बनाएँ साथीहरू। यतिको भएपछि त अलिक आनन्द आयो नि त। कहीँबाट आएपछि साथीहरू एकछिन आराम गर्छु, ढल्किन्छु, बस्छु, सुत्छु भन्ने त नसोच्दा पनि हुन्छ। यसरी आउने बित्तिकै काम गर्नुपर्छ साथीहरू, टाउको दुखेर। मैले त तलको भिडियो पनि बनाउन पाइनँ साथीहरू। यो चाहिँ मैले फिनिसिङ गरेर मिलाइवरी चाहिँ देखाएको। लु यतिको भयो साथीहरू। थाकिसकेँ साथीहरू, के गर्नु, आउन पाएको छैन, काम गर्न थाल्नुपर्छ। अनि मेरो बाबुलाई पनि लिटो सिटो खुवाइवरी गरेर सुत्यो साथीहरू। यो चाहिँ हाम्रो बाबुले फर्मुला मिल्कहरू खान्छ नि साथीहरू, त्यही भएर थर्मस सर्मस बच्चा कुच्चा भएको घरमा त यस्तै हुन्छ होला, हजुरहरूलाई पनि थाहै छ होइन। अनि त्यही भएर यो चाहिँ मेरो प्रेग्नेन्सीको फोटोहरू हो है साथीहरू। मेरो मतलब अब यो प्रेग्नेन्सीमा चाहिँ यस्तो फोटोहरू हेरेपछि चाहिँ बच्चा यस्तै हुन्छ भन्छन् सबैले होइन। तर मेरो बच्चा चाहिँ कस्तो भएको छ साथीहरू, लु यो 5वटा फोटो छ, 5वटा मध्ये एउटा पनि भयो जस्तो त मलाई लाग्दैन। है ल है साथीहरू, यस्तै छ मेरो बुढाको पारा।